नमस्ते फ्रेन्ड, स्वागत छ हजुरलाई मेरो अर्को नयाँ भिडियोमा। सधैँ रात परिसकेको छ, हेर्न सक्नुहुन्छ पुरै। अनि हाम्रो यहाँ खुसमा चाउचाउ खाँदैछ। सो आज चाहिँ हामीले चाउचाउको मोमो बनाउन लागेको है। मोमो हो कि फ्राई मोमो? फ्राई मोमो, एकदम एक्साइटेड। आजसम्म खाएको छैन, आज फर्स्ट ट्राई। होइन नामै त थाहा छैन नि। हामीले चाहिँ सुत्नको लागि झुल पनि तयार गरिसकेको छौँ अघिदेखि रेडी पर्छ किनभने भरे सुत्नु ढिलो हुन्छ क्या, त्यही भएर यहाँनिर ओछ्यान लगाइसक्यौँ। उहाँ चाहिँ माथि सुत्नुहुन्छ, उहाँको पनि त्यहाँनिर झुल टागेको छ। सो अब चाहिँ हामी फर्स्टमा उहाँले चाहिँ के भन्छ, पिठो मुच्नुहुन्छ मैदा, अनि सुषमाले चाहिँ यहाँनिर चाउचाउ पकाउनुहुन्छ। अनि मेरो चाहिँ यहाँनिर घाउ छ है, त्यही भएर म चाहिँ केही काम गर्दिनँ, मुच्दिनँ, पानी छुदिनँ, किनभने यहाँ दुख्छ क्या। सो त्यही भएर अब चाहिँ उहाँहरूले काम गरेको हेर्दै बस्नुपर्छ है म चाहिँ। यहाँनिर वावाले डल्लो पार्दै हुनुहुन्छ। हाम्रो चाहिँ ठाउँै छैन, त्यही भएर जहाँ पाए त्यही अब अँधेरो भइसक्यो। यस्तो अँधेरोमा कहाँ यहाँनिर फोन बालेर पुरै कामहरू स्टार्टिङ हुँदैछ। अनि यहाँनिर हाम्रो सुषमा दिदीले चाहिँ यहाँ चाउचाउ अब घोल्नुहुन्छ। यहाँनिर वावाको चाहिँ बेल्ने काम चलिरहेको छ। यहाँनिर चाउचाउ खान्छ होला खुवाउँदैछ। ओइ कस्तो हाल्दो रहेछ म ल काँचो चाउचाउ। यहाँ हेर्न सक्नुहुन्छ, यो चाहिँ किमा है हाम्रो आजको दामी स्पेसल वावाको चोइसमा है। यो चाहिँ वावाले भन्नु भएर चाहिँ खाना लाइमा त होइन, यिनीहरू त खोइ के भन्छ, किमै के भन्छ। मैले रिल्समा देखेको थिएँ क्या, खासमा सुरुमा किमै भनौँ न, अब नाम थाहा नभएपछि। त्यो चाउचाउको किमा अनि योहरू गरेर अनि फ्राई मोमो होला हो सायद नि यो। फ्राई मोमो हेर्न सक्नुहुन्छ, वावाको फर्स्ट मोमो। अब यो दामी साँच्चै नि, हामी तर ठुलो छ तर दामी छ। मलाई आउँदैन। अब योहरू चाहिँ एउटा बटुकोमा राख्छु, मैले फुक्कोमा कि त यो अलि फुक्को रहेछ हौ। म चाहिँ हेर्छु मात्रै, ल मैले कराई बसिसकेको छु। हेर ल, यस्तो गर्नुपर्छ। तर चेप्टो हुनु पर्थ्यो कि, तर पनि हाम्रो त मोमोकै सेपमा बनायौँ नि। हुन्छ, यस्तै बनाऊँ न त है। चेप्टो मतलब डल्लो? चेप्टो डल्लो यस्तै जस्तो भनौँ न। ए यस्तो गरेर तेल त ड्याम्मै यो डुब्ने गरी पो हाल्नु पर्दो रहेछ त। हो, रेसिपी हेर्नुभयो? नभयो अनि यो डुबेन ए अनि यस्तो गर्नुपर्छ कि, यस्तो गऱ्यो अनि यस्तो 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 अक्टोले मैं उसके कमेले है मलाई नि आउँदैन। लु दामी भयो।
अहिले चाहिँ यहाँनिर वावाले बनाइसक्न लाग्नुभएको छ यहाँ 3टा बेल्नुपर्ने अनि यहाँनिर कतिपय सुषमा दिँदै यो सबै त्यो गरिदिन्छ किमा छ अघि मैले धेरै खाइहालेछु कि अनि यहाँ कम देखिरहेको छु अहिले चाहिँ सकी चाहिँ धेरै छैन जस्तो लागिरहेको थियो नि त अब 3टा चाहिँ पुरै नै बनाऊ ल ए ल ठिकै छ एउटा खानु पाइहाल्छ यहाँ चाहिँ पाक्दैछ नाइट क्याम्पिङ जस्तै पानी परिरहेछ बाहिर चाहिँ भित्र चाहिँ हामी यस्तो कार्यक्रम चलिरहेको छ तर यहाँदेखि पानी पो हल्का हल्का छिट्किरहेछ र पो त गाह्रो छ यहाँ त्योमा छिङछिङ गर्दैछ अहिले पनि यहाँनिर पाक्दैछ यो चाहिँ मैले हल्का रेड हुन लाउँछु अलिक मजाले पाक्न लाउँछु ओ माइ गॉड एकदमै टेस्टी पो हुन्छ त यस्तो हाई यहाँनिर 2टा पाकिसक्यो यो चाहिँ पुरै अलिक कालै भएछ भरे हेर्नुपर्छ कस्तो मिठो हुने रहेछ अहिले चाहिँ 2जना यहाँ किचनमा आइपुग्नु भएको छ यहाँनिर सबै के भन्छ सकिसकेको छ नि त अनि त्यसपछि पाक्ने टाइम नै त्यही हो हेर्न सक्नुहुन्छ हौ खाइ पनि सक्नुभयो एउटा खाएको तर मिठो रहेछ त्यही त यसको फ्लेभरै के न के चाउचाउ पनि मिसिएको छ चाउचाउ र पुरी हो कि समोसा हो कि के त्यही त यसको टेस्ट नै यो त हामीले आफैले बनाएको रेसिपी भयो फर्स्ट टाइम इतिहासमा पहिलो पटक कान्छी च्यानलबाट प्रसारण भएको नयाँ रेसिपी नामै थाहा छैन यसको नै नयाँ रेसिपी नामै हो होइन यो चाहिँ बिच्चा है यो रेसिपीको नाम चाहिँ किनकि बिच्चा बनाएर खानु पर्यो किनकि अब यो इतिहासमै पहिलो पटक हो नि त हामी बताउँदैछौँ इतिहास नि यहाँनिर मेरो पावर ब्याङ्क बालेर टर्च नै छैन बत्ती नै छैन हाम्रो त बिच्चाले साह्रो भन्यो मेरो मुखमै झुन्डेको त्यही हो यत्रो अलिक दुःख पनि छ कि तर पनि हामीलाई रमाइलो भइरहेको छ किनकि हामी 3जना भयौँ भने कसैले केही गर्न सक्दैन चाहिँ मैला हाल्नु पर्थ्यो जेठी भाउजू नि सबैजना भएको भए झन् हामीलाई कस्तो मजा हुन्थ्यो सबभन्दा सम्झेको चाहिँ मैला बाबालाई किनकि धेरै टाइम भयो हुनुहुन्न अनि अस्तितिर भिडियोमा पनि आउनुभएको थियो पेट त गइहाल्यो यहाँनिर तेल बिनाको एउटा चाहिँ सुषमाले डामी दिनु अरे किनभने धेरै चिप्लो खानुहुन्न कान्छ र म चाहिँ फेरि फेभरेट हो नि चिप्लो म पनि खानु चाहिँ हुँदैन तर पनि मनपर्छ खाइहाल्छु पचाइहाल्छु मेरो नि फेभरेट अनि फेरि तर सुँगुरको मासु चाहिँ होइन है
के भयो तेलवालै देखियो अनि तेल गयो त अनि यहाँ पानी हाल्नुपर्छ थोरै तताउनुपर्छ अबि के हामी मोही खाने नि त नि पानी तताउनु न मोही आमा पानी छ तता आज चाहिँ यिनीहरू खोइ के बनाइखाने अरे दुईजना मोहीमा चिनी हालेर खाने हो के हो निवा लस्सी जस्तो मलाई नि खुवाउँछन् अरे अलिअलि वाह गजब अनि तिमी नै खाइदिनौ अरे त नभए खाऊ भने के अरे मेरो खानेकुरा हेर्नु साथी हेर्नुहोस् यतातिर खतरा तरिका के बनाउँछन् मलाई त आउँदैन नि अब मलाई नि बार्दिन्छन् पोखाउनु भयो अब पोखाउनु भयो अहिले चाहिँ मैले योसँग खानाको लागि यहाँनिर यस्तो दामी पिरो चटनी बनाएको छु सो अब ट्राई गरौँ है के कस्तो छ सुषमाले चाहिँ खाँदै हुनुहुन्छ ड्याम क्राड्याम हेरौँला कस्तो छ अब यो त भित्र त सेतै पो देखिन्छ त के भएर हो यस्तो दामी यो खान्छु ल यस्तो मिठो छ नि हेर्दाखेरि मिठो छ के पिरो बनाएर खाँदैछौँ अहिले सबै पिरो चौचौको पिरो खोर्सानीहरू पिरो भयो के भएर हाँसेको अनि त्यत्रो मुचेर खाएपछि अनि पिरो हुन्छ त फेरि पिरो नखाऊ फेरि भरे भुँडी दुख्ला नि मेरो हातले बनाएको लस्सी आफ्नै हातले बनाएको नि दामी बनाएको छ नि तर मेरो छ दामी सुषमा आफ्नै तालमा खाँदैछ भयो होला हौ भन्ने भइसकेपछि कान्छी भयो होला सुरुवात त हुँदैछ कसैलाई भयो हुँदाखेरि कसैको सुरुवात मात्रै भर्खर होइन उसको झन् अचारसँग तरक्कै मलाई पनि अचारसँग खानु त मन लाग्यो तर म पिरो खान सक्दिनँ नि त सके पनि फेरि मरिजान्छु ओइ आगो पनि बाल्यो अब चाहिँ खाइहालौँ है सो आज चाहिँ नेक्स्ट डे हो अनि हिजो चाहिँ राति हामीले चाहिँ के भन्छ मोमो सोमो पनि होइन नाम पनि थाहा छैन त्यसको नाम के हो अचानक बनाएको खाएको सो मोमो भनेरै फ्राई मोमो भनेर पनि खाएको तर पनि के भयो थाहा छैन नाम पनि थाहा छैन त्यसको फर्स्ट टाइम खाएको हो नि त सो एकदम मिठो भएको थियो अनि हिजो बेलुका चाहिँ यत्तिकै रात परेर मैले भिडियो इन्ड नि गरिनँ भिडियो केही त्यो गरिनँ पनि त्यही आजको भिडियो चाहिँ म यहीँतिर इन्ड गर्न चाहन्छु अर्को नेक्स्ट भिडियोको लागि चाहिँ वेट गर्दै गर्नु होला भन्दै थ्याङ्क्स फर वाचिङ दिस भिडियो बाइ बाइ गाइज